नमस्ते साथीहरु, गुड मर्निङ, वेलकम टु माई भ्लग। आज चाहिँ हेर्नुस् यस्तो राम्रो वेदर भइरहेछ, एकको र के बिना देखाउँदो रहेछ भन्नुहुन्छ होला, तर हामीलाई चाहिँ यो रेनी सिजनमा यो वेदर चाहिँ एकदमै हाम्रो लागि चाहिँ गड गिफ्ट भने पनि हुन्छ। किनभने हाम्रो चाहिँ ज्यादै फगी लाग्छ। त्यही भएर आज यहाँ म्युजियममा पनि पुरा टुरिस्टहरू घुम्नेहरू पुरै आउँदैछ हो। तपाईहरुलाई म तल रोडमा देखाइदिन्छु ल। यहाँ हेर्नुस्, यी रोड साइडमा तपाईहरुले यहाँ देख्नु हुँदैछ ल, गाडीहरू पुरा रोकेको छ। यस्तो छ आजको चाहिँ हो। यहाँ हेर्नुस् पुरा छ म्युजियममा चाहिँ टुरिस्टहरू, र हाम्रो चाहिँ चेकआउट भइसकेको छ गेस्टहरू। साथीहरू आज चाहिँ हामी पनि हाम्रो चाहिँ आज एकदम अस्ति थियो वर्ल्ड इन्भाइरोमेन्टल डे, आज हाम्रो चाहिँ सफाई अभियान चल्दैछ होमस्टेको चाहिँ। आज चाहिँ मैले गेस्टहरू लिएको छुइनँ र अब साफसफाइहरू गर्दैछु, तपाईहरुलाई देखाउने छु। हाम्रो चाहिँ यसरी सबै सामान सिरानीहरू कुसनहरू सब यस्तो भइरहेको छ। अन्त यही सफाई सँगसँगै यहाँ हेर्नुहोस् है साथीहरू, यहाँ कतिवटा नाइरोबी चाहिँ यहाँ हामीले यहाँनिर मारेको छौँ। हेर्नुहोस् है काला हिटले, त्यसले पनि नमरेर हेर्नुहोस् एसिड फ्लाइ पनि भन्छ होइन यसलाई, भुइँभरि छ पुरै छ। यहाँ हेर्नुहोस् टेबलतिर पनि, त्यही भएर चाहिँ साफसफाइ पनि जरुरी पर्यो। त्यो चाहिँ हामी सबैजना चाहिँ लागि परेको छौँ साथीहरू। अब यहाँ हाम्रो नेहा म्याडमले चाहिँ यहाँ टोइलेट बाथरुमहरू उसको चाहिँ सफाइ एकदम आइया झन्डै लड्यो यसो आइहाल्नु त गर न नेहाले, सब यसरी सफाइ हुन्छ है साथीहरू। हाम्रो चाहिँ हामी चाहिँ यसरी आफ्नो घरलाई जसरी घरलाई भन्दा पनि ज्यादा स्याहार्नुपर्छ। यहाँ हेर्नुहोस् न ड्याम्पहरूले यस्तो हुन्छ, पानी पर्यो र फगी लाग्यो भने चाहिँ यस्तो हुन्छ। त्यही भएर हामीलाई चाहिँ राम्रो वेदर चाहिँ एकदमै खुसीको कुरा हुन्छ क्या। हाम्रो चाहिँ सफाई अभियान चल्दैछ। यस्तो मैला हुन्छ साथीहरू। तपाईहरुलाई नि म गिद्धे भ्यू पोइन्टको सेल्फी डाँडा देखाउँदैछु ल, हेर्नुहोस् ल। यहाँ हेर्नुहोस् त मान्छेहरू, यहाँ चाहिँ टी गार्डनले पुरा तारहरू लाएर काँडे तारहरू लाएर बाँडिदिएको छ कि, र पनि मान्छे चाहिँ यसरी त्यो माथि जान्छ, त्यहाँबाट पनि भ्यू चाहिँ राम्रो देख्छ। यस्तो छ यहाँ चाहिँ पुरा यो बाटो भएर चाहिँ माथि गएर यसरी फोटोहरू खिच्छ है। त्यहाँ यस्तो छ सेल्फी डाँडा। गरिँदैछ कि, तर निशादीले यस्तो हामीलाई स्पेसल ट्रिट, निशादी चाहिँ आज किचन ड्युटी त हेर्नुहोस्, यी 3 जनालाई स्पेसल लस्सी अनि 1 जनालाई चाहिँ एकदम प्लेन दही। थ्याङ्क यू निशादी। साथीहरू हामी चाहिँ काम अझै आधा कल चाहिँ छ, तर साह्रो भोक लाग्यो अहिले। अब 4 साढे 4 हुन आँट्यो होइन। अब हामी चाहिँ लन्च गर्ने, आज चाहिँ गेस्टहरू जस्तै भएर हामी चाहिँ लन्च गर्नु आँटेको। हामीले के लन्च गर्दैछौँ हेर्नुहोस् ल। हाम्रो लन्चमा चाहिँ आज निशादीले बनाएको राइस छ हो। यहाँ सिमी र आलुको झोल, यहाँ यस्तो खानु मन परेको नि त, सिमी र आलुको झोल, अमलेट, टिम्बुरको अचार हेर्नुहोस् यी, त्यहाँदेखि पापड। यो चाहिँ हो हाम्रो लन्च। बहुत अच्छा था खाना, ठीक है। साथीहरू आज चाहिँ काम गरेर पुरा थाके। हेर्नुहोस् यो त अलिक फ्रेस पनि भएर आएको छ। मेरो लसुन हेर्नु न माथि झन्डिरहेको।
यति साह्रो थाक्यौँ कि हामी चाहिँ भर्खर 20 मिनट आधा घन्टा पनि भएको छैन होला हामी बसेको काम र पनि एकदम फिनिसिङ चाहिँ भएको छैन। अब भोलि बिहान किनभने बोल्दैन त फेरि गेस्ट छ, त्यसले गर्दाखेरि आज चाहिँ एकदम थाक्यो र अब हामी चाहिँ केही नबनाउने, अब थुक्पा बनाउने, पर्क हालेर यो अलिकति फ्राई मिट यो खाने, अन्त सुत्ने साथीहरू। बहुत थाक्यो आज चाहिँ। यस्तै छ साथीहरू, अब यो थुक्पा खाने सुत्ने सबैजना थाकेको छौँ। हुन्छ साथीहरू, हेर्दै गर्नुहोस् मेरो भिडियो, लाइक शेयर सब्सक्राइब गरिदिनुहोस्। आजको लागि चाहिँ अब यो भिडियो यतिमै भन्दा पनि लामो भयो होला आज हो। सबैजना एकदम हेल्दी रहनुहोस्। नाइरोबी एकदम ज्यादा फैलेको छ, जोगिनुहोस्, प्रिकसनहरू लिनुहोस्। सबैलाई बाई बाई, गुड नाइट, टेक केयर।